हेलो नमस्कार वेलकम टु माई ब्लग। आज छोरी जन्मेको 11 महिना भयो। अहिलेसम्म मन्दिर जान्छन् भनेको जुरेकै थिएन कि अब छोरीसँग जान लेख्या रहेछ अनि त्यही भएर अब हामी बोल्टको वेटिङमा हो गाडीको। बाटोमा के हुन्छ देखाउँदै जाउँला है ल। आइतबारले गर होइन शिव मन्दिर पोर्चुगल लिस्बन एन्ट्री भयो। यहाँ मेरी पार्वती छिन्। Hello, how are you feeling? Yes. Feeling good? Finally, नानी सुती चाहिँ हावा चलेको छ। इन्ट्री यतिबाट हो कि त्यो कि जस्तो लाग्यो मान्छेहरू यहीँबाट गयो। त्यहाँबाट दाम पनि भाग्यले जुरेहरू हेलो हेलो भाग्यले जुरेहरू हिन्दू मन्दिर आइयो। यत्रो साल पोर्चुगल बस्यो के जुरे थिएन भन्थ्यो। यो कलश यात्रा जुर्या रहेछ अनि आइयो। अब एकछिनमा सुरु हुन्छ, गुरु आउनुहुन्छ अनि त्यसपछि यहाँको कार्यक्रम सुरु हुन्छ। रमाइलो छ, सबैजना आउनुहोस् एकचोटि। आफ्नो धर्म संस्कृति जोगाउनुपर्छ, मान्नुपर्छ। हामी विदेशमा जता भए पनि हामी नेपाली हो। आफ्नो धर्म संस्कृति आफ्नो राष्ट्रियता कहिले बिर्सिनु हुँदैन। हेर्नु
काठमाडौँ ए म यहीँ भइसिन्छ तपाईँ नि गोर्खा नै हो हजुर होइन काठमाडौँ हजुर चिन्छ आएन यो मान्छेले चाहिँ हामीलाई केही असहज भइरहेको छ तर पनि हामी गुरुहरूसँग निरन्तर संवादमा कार्यक्रमलाई सबैभन्दा छिटो सुरुवात गर्ने गरी अगाडि बढिरहेका छौँ अग्निस्थापना हेलो हेलो कलेज आएको हेर्नु बच्चा रुन्छ कि भनेको खुसी भएर रमाएर ए सत्सङ्गमा यो त हरे कृष्ण हरे राम भन्छे जय जय भन्छे उसले हुन्छ नि जय राम आमा छोरा बाबा नानी हेलो हेलो बजे Rồi thì lì cô lấy chưa gật chứ छोरी को पहिलो भ्लग हो मेरो छोरीसँग ल अरू टोपीमै राम्री देखेको थिएँ टोपी लगाइदिएर हेर्नु मेरो छोरी पुरै काली देखेको थिएँ बल्लबाट टोपी खोल्नु आइदिएको अहिले चाहिँ राम्रले हेर्नु रमाएर मेरो चटपटे छोरी अड्डिन मान्दिन मामु अड्डिन मान्दिन हो चेयर अड्केन कि त्यसलाई यता निकाल्दैछ नि अड्डेन अड्डेन गुरुबालाई भेटेर आउने रे नातिनी र छोरी जाऊ 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 अग्निस्थापनाको कार्यक्रम सकिसक्यो कार्यक्रम अब हामी अभिनन्दनतर्फ अगाडि बढ्छौँ अभिनन्दनको कार्यक्रममा सरिक ओम नारायण भगवान की जय भव्य दिव्य कार्यक्रम सम्पन्न भइरहेको कुरा यहाँलाई निवेदन नै छ अब हामी अभिनन्दनको तर्फ अगाडि बढिरहेका छौँ यस कार्यक्रमका लागि अर्थात् धर्म संस्कार संस्कृति र आध्यात्मिक चेतनाको जागरणका लागि युरोप आध्यात्मिक यात्रा सञ्चालन गरिरहनुहुने वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलज्यूलाई अभिनन्दन गरी दुलोको माला लगाई वरणी गर्ने कार्यक्रम भएको हुँदाखेरि म वरणी कार्यक्रममा सहभागी भइदिनु गराइदिनु संस्थाकी अध्यक्ष लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु अध्यक्षज्यूले दोसल्ला लगाएर टिका लगाएर दोसल्ला काठमाडौँ ए म यहीँ भइसिन्छ तपाईँ नि गोर्खा नै हो हजुर होइन काठमाडौँ खेलिरहन पाए मको
यस्तो चेयर ठिक रहेछ हौ छोरीले चिया छोडेर घर जान नि माने छैन 20 रुपियाँ हामी यहाँ 8 बजेदेखि भजन सुनि जान्छौँ छोरी नि रमाकी छे त्यो रमाइलो छ ल आफ्नो संस्कृति हामीले जहिले मान्नुपर्छ जगेर्ना गर्नुपर्छ जय हर हर महादेव शिव शम्भु मेरो मोबाइल दिन्छ त म टिकटक बनाउँछु ओए कोही भोजो छ कोही आत्मलो छ कोही गोटो छ कोही गोटो छ आज सन्डे बाटो खाली खाली नै छ श्रीमद् मेरोमा मेमोरेबल हुन्छ भागवत पनि हो हामी भजन सब्काएर आध्यात्मिक कुराहरू सबै त्यो गरेर अब आफ्नो वासस्थानतिर फर्किन थालेको छोरी पनि त्यहाँ निकै रमाइदिए आज खेलेर अब अगाडि भिडियोहरूमा होइन अलिकति ढिलो ढिलो हाम्रो अपलोड हुन्छ छिटो आउँदैन कुनै त्यस्तो खास विषय कार्यक्रम हुँदैन त्यस्तै कार्यक्रम भएको बेला हामी निस्किने गर्छौँ ल यसरी माया गरिदिनु होला थ्याङ्क यू बोल्टबाट आउँदा मन्दिर यात्रातिर हाम्रो सुरु भइसकेको छ गाडी आएर पिकअप गरिसक्यो त्यहाँदेखि कस्तो देखिन्छ भाइ लुगा कम्मा लगाइदिएर होला अलि जाडै छ अनि आज अलि पब्लिक होलिडे भएर होला